अहिले देशैभरि चर्चा रहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन र यो महाधिवेशनमा को व्यक्ति सहभागी होलान्। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रमुख दलहरूलाई आफ्नो महाधिवेशन उद्घाटन कार्यक्रममा आउनको लागि निमन्त्रणा दिइसकेका छन् र त्यो निमन्त्रणा कसले स्वीकार गर्लान् भन्ने कुरा थियो र भर्खरै विभिन्न दलबाट प्रतिनिधित्व गर्दै विभिन्न व्यक्तित्वहरू अधिवेशन स्थलमा पुगिराख्नु भएको छ। हामीले देख्न सक्छौँ डाक्टर बाबुराम भट्टराई, त्यस्तै गरी नेकपा एमालेबाट प्रदीप गेवाली देखिनु भएको छ, त्यस्तै गरी नेकपाबाट वर्षामान पुन देखिनु भएको छ र नेपाली कांग्रेसबाट भने सभापति गगन कुमार थापा स्वयं आफै उपस्थित हुनुभएको छ। यसबाट हामीलाई एउटा गर्वको कुरा पनि के महसुस हुन्छ भने युवा नेतृत्व भनेको युवा नै हुने गर्दछ। अरूले यो महाधिवेशनमा आउनको लागि आफूलाई त्यति सहज नभएको जस्तो तरिकाले आफ्नो प्रतिनिधिहरू मात्रै पठाए, तर नेपाली कांग्रेसले भने सभापति आफू नै यो महाधिवेशन स्थलमा आएर कार्यक्रमको शोभा झन बढाइदिएका छन् र हामी गगन कुमार थापाको उपस्थितिलाई यसरी पनि बुझ्न सक्दछौँ कि राजनीतिमा भनिन्छ कोही पनि लामो समयसम्मको लागि या स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्। यो जुनसुकै समय पनि टुट्न फुट्न सक्छ र जोडिन सक्दछ। राजनीति भनेको यस्तो चिज हो भन्ने कुरा देखाएका छन् र अझै हामी के भन्न चाहन्छौँ भने गगन थापा यस्ता युवा व्यक्तित्व पनि देखिन पुगे कि अहिलेको अवस्थामा लोकतान्त्रिक पार्टी हुँदाहुँदै र जो राष्ट्रपाले पनि आफू लोकतन्त्रमा पूर्ण विश्वास रहने भनिसकेपछि उनले पनि आफू लोकतान्त्रिक पार्टी भएको हिसाबले लोकतान्त्रिक तरिकाले गरेका सम्पूर्ण कार्यक्रमहरूको सहयोग गर्ने भन्दै चौडा छाती पारेर सो कार्यक्रममा उनी गएका छन्। तपाईलाई चाहिँ कस्तो लागेको छ आफ्नो विचार कमेन्ट गर्न नभुल्नुहोला।